हेलो वेलकम ब्याक टु माई न्यू भ्लग साथीहरू। आई होप तपाईँ सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। र मेरो नाकमा के भयो भन्नुभएको होला है, सोच्नुभएको होला, सानो घाउ र मैले क्रिम लगाएको छु, मलम है। र आज फेरि नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु र म छु यहाँ, तपाईँले देख्न सक्नुहुन्छ यो एकदमै के भन्छ फलफुलको भनौँ न पकेट एरियामा छु होइन। र काम चाहिँ मेरो यो तलको भुइँको झारहरू सफा गर्ने काम रहेको छ आज होइन। यो मेरो साधन हो र यो साधनले चाहिँ मजाले यो झारहरूलाई सफा गर्ने काम। अनि अब चेरी टिप्ने बेला हुन्छ नि त, अनि यहाँ डिस्टर्ब गर्छ यो झारले फलफुलहरू टिप्दाखेरि। त्यही भएर चाहिँ यो झार सबै यो धारिलो छ नि हतियार, यसले चाहिँ काट्ने हो। यता पछाडि चाहिँ सबै काटेर छ्याक्क सफा बनाएको छु, देख्न सक्नुहुन्छ होइन। म देखाउन चाहन्छु र यता सफा गराएको छु। अब चाहिँ यता अगाडिको भाग छ थुप्रै होइन। त्यही हो, काम चलिरहेको छ। यस्तै छ साथीहरू है, काम चाहिँ दिनुपर्छ र यस्तै छ परदेशको काम है, युरोपको काम यस्तै छ साथीहरू। तपाईँहरू के कस्तो के गर्दै हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ र जहाँबाट भए पनि च्यानल यदि भिडियोहरू हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र साथमा रहेको बेल आइकनलाई क्लिक गर्नुहोला। लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला है त। र म चाहिँ भिडियो भ्लगहरू आज धेरै भयो नि त मैले भ्लग सुट नगरेको, त्यही भएर चाहिँ आज भ्लग भिडियो गराइदिउँ न त भनेर चाहिँ म आज कामको विषयमा जो भिडियो बनाउने सोरमा थिएँ होइन र बनाएको छु। त्यही हो, अब काम चलिरहेको छ, त्यस्तै छ अब है। काम त गर्नु नै पर्यो नि त। म चाहिँ काम गर्न गइरहेको छु र बाँकी भिडियो अन्तिमसम्म त्यस साथ सपोर्ट गर्नुहोला र के हुन्छ र अन्तिमसम्म हेर्नु होला है त। अबको करिब 10 या 15 दिनपछि चाहिँ 15-20 दिनपछि यो फल चाहिँ टिप्ने बेला हुन्छ नि त। त्यही भएर चाहिँ अब यहाँको काम चलिरहेको छ मेरो। थुप्रै छ यहाँ, यो क्षेत्र जति पनि छ नि त एकदमै ठुलो एरियामा छ होइन। त्यही हो, म एक्लै यो काम गर्ने है। यस्तै छ फिल्डमा है, बाहिरको काम। तर पानी पर्ला जस्तो छ होइन, उत्तिन त पऱ्यो नि त पानी आयो भने। र त्यसको व्यवस्थापन छ, यहाँ माथि चाहिँ घर छ। त्यही हो, अब काम चाहिँ चलिरहेको छ। अब 1 घन्टा जति काम हान्नुपर्छ अनि त्यसपछि चाहिँ ब्रेक टाइम रहेको छ। अनि फेरि पछि काम कन्टिन्युस हुन्छ नि त। त्यही हो, हेर्दै गर्नु होला है त।
for this. For this. काम गरेर आएको थिएँ फेरि माटो उछिटेर आँखामा परेछ कि यो आँखा चाहिँ सफा गर्नु पर्यो माथि चाहिँ पानी रहेको छ म चाहिँ सफा गर्न जाँदैछु लास्टै माटो पसेछ है यो पन्जा पनि खोल्नु पर्यो है तिरिमिरी झ्याइ देखियो त हो माटो पसेर आँखामा है सफा गर्नु पर्यो तिर्खो पनि लागेको छ माथि पानी पनि हाल्नु पर्यो यस्तै छ हो पोर्चुगलको काम है एग्रिकल्चरको काम फिल्डको काम है ए यता पनि चेरी लट्रम्मै छ त्यही हो अलि यता बाक्लो रहेछ हो यता लास्ट बाक्लो रहेछ ओ माई गड सानो रहेछ हौ यता त आँखामा त्यो माथि चाहिँ पानी रहेको छ पानी कुवा पनि छ पानी खानु पर्यो अनि आँखा पनि सफा गर्नु पर्यो सबै धुलो माटो पसेछ क्या आँखामा है मिच्न हुँदैन फुटो पर्छ फेरि त्यहीँबाट छिरेर जानु पर्यो for this यहाँ पानी रहेको छ वहाँ पर पानी रहेको छ खानेपानी कति राम्रो फुल के आँखामा पहिला आँखाको माटो चाहिँ पखाल्नु पर्यो है माछा पनि रहेछ त हो यहाँ त ठुल्ठुलो रहेछ माछा
भाइ माछा तर यहीँ नजिकै आएको माछा उही तर माछा क्या ठुलो माछा हो भाग हो पानी खान आएको केही खानेकुरा ल्याइदियो कि भनेर माछा माथि माथि आएको क्या ठुल्ठुलो रहेछ त यो दाना चाहिँ 15-20 दिनपछि रातो रातो फल हुन्छ नि त अनि त्यसपछि टिप्ने बेला हुन्छ त्यही हो टन्नै छ हो यता त तलसम्म छ यो प्रत्येक यो फिल्डै हो क्या यो चाहिँ सेउको बोट भएको रे यता चाहिँ सबै यो तलसम्मै अनि चेरी छ कि यो क्षेत्र चाहिँ चेरी एकदम बढी मात्रामा भएको ठाउँ हो क्या जहाँसुकै हेर चेरी छ आँखाले जति परसम्म भेटिन्छ नि त्यहाँसम्म चेरीको चेरी छ पैसा कागती रहेछ है अहिले लैजानुपर्छ कसैले देख्दैन अहिले चाहिँ टिपेर एक झोला कागती घर लैजानुपर्छ टक्क पारामा दालसित खान कम त मजा हुन्छ कागती त स्वास्थ्यको लागि राम्रो नि त अहिले ल्याउनुपर्छ आजको चाहिँ अब यही कागती किनेर खान चाहिँ 6-7 युरो पर्छ होइन मजाले बुटामा रहेछ टिपेर लैजाने टन्न लाएर त्यही हो यो बाहिर फिल्डको काममा फाइदा पनि छ बेफाइदा पनि छ के फाइदा अब फलफुलहरू अनि कागतीहरू फलफुलहरू खान पाइन्छ बेफाइदा चाहिँ पानीले भिजेर चिसो भएर चिसो गढेर बिरामी भइन्छ बेफाइदा पनि छ फेरि यस्तै हो अब चाहिँ काम हान्नुपर्ने हुन्छ फेरि साग आउँछ र अनि के गरिरहेछस् के भिडियो बनाइरहेछस् भन्यो भने गाल खाइन्छ है गाह्रो छ हो गाह्रो छ ए हतियार यहाँ छ अब चाहिँ काम गर्नुपर्ने हुन्छ ल पछि भेटौँला है त ल साथीहरू घाम लागेको छ र मैले चाहिँ भ्लगलाई चाहिँ यहीँ इन्ड गर्नुपर्ने हुन्छ र नेक्स्ट टाइम न्यू भ्लग लिएर फेरि उपस्थित हुनेछु त्यतिन्जेललाई बाई बाई भन्न चाहन्छु यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला है त ओके बाई बाई